विदेश आइसकेपछि मात्रै थाहा भयो कि विदेशमा धेरै पैसा कमाइ हुने रहेछ। नेपालमा पनि अब दुःख गर्नुपर्छ हैन, गाउँघरमा पनि दुःख गर्नुपर्छ, हरेक ठाउँमा दुःख गर्नुपर्छ। तर त्यही दुःख हामी नेपालीले विदेशमा गऱ्यो भने धेरै पैसा इन्कम हुन्छ। यो सबैलाई थाहा भएको कुरा हो। पैसावाला बाउआमाको छोराछोरी मात्रै कलेज लाइन पढ्ने हो। हामी जस्तो गरिब मान्छेले त कलेज पढ्न सकिँदैन। म्याक्सिमम पढ्ने भनेको आफ्नो पुँजी कति छ, 8 क्लास 10 क्लास, त्यसपछि आफ्नो बाध्यताले गर्दा हामीले घर छोड्नुपर्ने हुन्छ, देश पनि छोड्नुपर्ने हुन्छ है त। र त्यही हो, हरेक कोही मान्छे विदेश आउनका लागि तडपिन्छन्। विदेश कसरी जाउँ र कहाँबाट जाउँ, भोलि फसिने त होइन एजेन्ट मार्फत भन्ने कुरा हुन्छ। र विदेश आउनका लागि तपाईहरूले जसरी भए पनि आफ्नो विदेश गएको साथीहरूसँग कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। विदेशमा कुन मेन पावरबाट जाने, कसरी प्रोसेस गर्ने, जुन मेन पावरबाट तपाईँहरूको साथी गएको छ त्यो मेन पावरबाट प्रोसेस गर्नुभयो भने तपाईँहरू कहिले पनि फस्नुहुन्न होइन। हो, यहाँ विदेशमा आएर तपाईँहरूको कम्पनी अलग हुनसक्छ, ठुलो कम्पनी सानो कम्पनी त्यसमा भर पर्छ। तर जसरी भयो भने विदेश चाहिँ आउनुपर्छ र केही वर्ष तपाईँ विदेशलाई टाइम दिनुहोस्। हामी गरिब मान्छे जसरी भयो भने विदेश जानै पर्छ। किन भनेपछि पैसा कमाउनको लागि हो। पैसा छ भने दुनियाँ छ, पैसा छ भने परिवार छ, पैसा छ भने आफन्त छ, पैसा छैन भने कोही पनि छैन दुनियाँमा है। यो सबैलाई थाहा भएको कुरा हो। र हर कोही मान्छे आफूसँग क्यास पैसा भएर विदेश कोही पनि आएको हुँदैन। हर कोही मान्छे आफूसँग पैसा भएर ब्याङ्क ब्यालेन्स भएर विदेश आएको हुँदैन। सबैजनाले ऋणै गरेर आउने हो। मैले पनि ऋणै गरेर आएको विदेशमा। र यहाँ विदेशमा आएर केही वर्ष लाग्छ ऋण तिर्नलाई, त्यो सबैलाई थाहा भएको कुरा हो हैन। ऋण तिरिसकेपछि तपाईँको सबै आफ्नै त भयो नि, फ्युचर तपाईँको हातमा। जति वर्ष काम गर्दा नि भयो हैन। स्याङ्जन कन्ट्रीमा आएपछि त झन् तपाईँ जुन देश जाँदा नि भयो हैन। र स्किलको कुरा आयो यसमा। तपाईँ हरेक देशमा स्किलको भ्यालु छ। तपाईँलाई कामै थाहा छैन भनेदेखि तपाईँलाई नेपालमा पनि स्यालेरी छैन हैन। काम ठुलो सानो त हुँदैन, सबै कामलाई रिस्पेक्ट गर्नुपर्छ। तर काम जानेको मान्छेको स्यालेरी राम्रो र काम नजानेको मान्छेको स्यालेरी कम, त्यो त सबैलाई थाहा भएकै कुरा हो। त्यसैले गर्दाखेरि नेपालमा बसेर भयो भने तपाईँहरू आफ्नो काम सिक्ने गर्नुहोस्।